बीबीसीले बनाएको त्यो भिडियो बाहिर आइसकेपछि चाहिँ लास्टै त्यो भिडियो हेरेपछि मैले आफूलाई कन्ट्रोल पनि गर्न सकिरहेको छैन। हुन त त्यही दिन कन्ट्रोल गर्न सकिरहेको थिइनँ। एउटा पछि अर्को टिकटक लाइभमा गर्दै गर्दै जाँदाखेरि त्यो 20 देखि 25 जनाले गोली खाएको त मैले मेरै आँखाले देखेँ। किनकि त्यति बेला जसले लाइभ गर्दै हुनुहुन्थ्यो उहाँहरूको लाइभ बन्द हुने, फेरि अर्को लाइभमा जानुपर्ने, आइडी नै ब्यान्ड हुने भएको थियो। सायद त्यो कति आइडीहरू त रिकभर पनि भएन होला। अनि यस्तो ज्यादती गरेर मारेको छ। यो भिडियो त हरेक चोक गाउँ गल्ली गल्लीमा 2-2 घन्टा दिनकै लाउनु पर्छ इलेक्सनसम्म। बुझोस् न, ती पार्टीका झोला झाम्टेहरूले बुझोस् न यो के भएको थियो, कसरी भएको थियो भनेर। एमालेको तिनीहरूले आज त्यसरी मारे, 23 गते मारे, अनि 24 गते, अब 23 पछि 24 त आउँछ। उनीहरूले अब 23 मा त गल्ती भइसक्यो, अब त्यसलाई ढाकछोप गर्न केही सकिँदैन। भोलि केही गरी रातभरि बसेर यिनीहरूले डिजाइन गरे, भोलि केही भड्कियो भने आगो सागो लगाइदिउँ। त्यो भयो भने भोलि पर्सि हामीले चुनावमा भोट माग्न जान सजिलो हुन्छ। किनकि अब यिनीहरूले त त्यसरी नै नियम राखेका छन्, चुनाव गराउने नै हो जसरी पनि भन्ने उनीहरूले सोचेर रातभरि प्लानिङ गरेर सबै त्यसरी भएको खेल हो क्या यो सबै त्यसरी भएको। उनीहरूले 23 पछि 24 आउँछ, उनीहरूलाई थाहा थियो उनीहरूले रातभरि आफू कसरी भाग्ने, कसरी चाहिँ अनि आगो सागो लगाउने। आगो नलागो भए सुन्नु, यो अब सिंहदरबारहरू नजलेको भए आज एमाले के भनेर भोट माग्न सक्थ्यो त? के थियो त? आधार केही थियो त? त्यही भएर नै जलाएको। सिचुएसन स्केलेट हुने बित्तिकै यिनीहरूले सोचे एउटा न एउटा गल्ती काम गरेनौँ, देखाएनौँ, यो आन्दोलनले गल्ती गरेको देखाएनौँ भने चाहिँ हामीले भोट हाल्न पाउँदैन, माग्न पाउँदैनौँ, हामीले नाक उठाएर जान पाउँदैनौँ, हाम्रो त अस्तित्वै मेटिन्छ भनेर आफैले लगाए। अनि आरोप जति सबै विदेशी दलाल लुसिफर चुसिफर भनेर सबैले हातेमालो गरे, सबै खत्तम छन्। यिनीहरूलाई त यो भिडियो हेरेपछि पनि यिनीहरूको रगत उम्लेन भने त